हेर्नुस् त मैले बनाएको चिकन ललिपप यस्तो बनेको छ। नमस्कार, हजुरहरूलाई स्वागत छ मेरो युट्युब च्यानलमा। आज म हजुरहरू सामु चिकन ललिपपको रेसिपी भिडियो लिएर आएको छु र सुरु गर्छु है त म यो चिकन ललिपप बनाउनको लागि। मैले यहाँ चिकन ललिपप लिएर आएको छु। यसलाई मैले एउटा बाटामा राखेर मसलाहरुमा मोल्छु है त। हेर्नुस् त अब म यसमा बेसा राख्छु, जीरा र धनियाको धुलो राख्छु, अनि यो रातो खुर्सानीको धुलो राख्छु, त्यसपछि यो अदुवा र लसुनको पेस्ट राख्छु, त्यसपछि नुन राख्छु, यसमा थोरै तेल राख्छु है त। हेर्नुस् त मसलाहरू सबै राखिसके, यसलाई म अब मिक्स गर्छु है त। हेर्नुस् त मसला सबै मिक्स गरिसके। अब म यसलाई आधी घण्टा छोपेर राख्छु है त। हेर्नुस् त आधा घण्टा भयो मैले छोपेर राखेको। अब म यसमा यो कर्नफ्लोर राख्छु, अनि एउटा अन्डा राख्छु। हेर्नुस् त यसमा म थोरै कागती पनि राख्छु। हेर्नुस् त यो कागतीको रस। अब यसलाई फेरि मिक्स गर्छु यसरी। यसलाई चाहिँ यसरी मिक्स गर्नुपर्छ, मसलाहरू भित्र जाने गरेर। हेर्नुस् त यस्तो बनेको छ। अब म यसलाई फेरि 15 मिनेट जति ढाकेर राख्छु है त। हेर्नुस् त अब चाहिँ म चिकन ललिपप फ्राई गर्नको लागि तेल तताउन लागेको छु। हेर्नुस् त तेल तातेको छ। अब म यसलाई फ्राई गर्छु है त। अहिले यति नै अटो, म यति नै फ्राई गर्छु है त अहिले। हेर्नुस् त अब म यसलाई फर्काउँछु है त। मैले फर्काइसकेँ। यसको कलर हेर्नुस् त अहिलेको भन्दा भिन्दै चेन्ज भएको छ। अब एकैछिन पकाएर अनि निकाल्छु है त म। हेर्नुस् त यो चाहिँ फ्राई भइसकेको छ, यो पाकिसकेको छ। अब म चाहिँ निकाल्छु है त। प्लेटमा खनाउँछु।
हेर्नुहोस् त मैले बनाएको चिकन ललिपप यस्तो बनेको छ। हजुरहरू पनि यस्तै चिकन ललिपप बनाएर घरमा खानुहोला। मेरो युट्युब च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्नुहोला। भिडियोलाई लाइक कमेन्ट अनि सेयर गर्नुहोला। म छिट्टै अर्को रेसिपी भिडियो लिएर आउनेछु। हस् त, धन्यवाद, बाई बाई।